सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा हामी विजय दशमीको शुभकामना सँगै हामी सबैभन्दा पहिला हाम्रा घरमा रहनुहुने आमा बुवा आदरणीय सामान्य व्यक्तित्व हाम्रा कुल पितृलाई हामीले सम्झिँदै आजको विजय दशमीको टिकालाई हामीले आज आफ्नो एउटा अवसरमा विदेशमा भए पनि आज मलेसियामा हामी यसरी ड्युटी हुँदा पनि काम हुँदा पनि एउटा समय एडजस्ट गरेर एउटा समयका ड्युटीका बावजुद पनि हामी यसरी जम्का भेट भएर एउटा आफन्त इष्टमित्र दाजुभाइ हामी भेट भएर एउटा ठाउँमा हामी चाहिँ बसेर यो अवसरलाई जो हाम्रो यो पर्वलाई चाहिँ हामीले एकदमै खुसीका साथ एकदमै उमङ्गका साथ मनाएका छौँ। हामीले एउटा एकदमै पाखा एजेड दाजुभाइबाट हामीले एउटा हाम्रो चल्ती अनुसारले पुरानो पाखाहरूबाट अथवा बुढाहरूबाट चाहिँ हामीले एउटा टिका थाप्ने र आशीर्वाद दिने चलनलाई हामीले एकदमै सम्मान गर्दै हामीले आज हाम्रा दाजुभाइहरूबाट टिकालाई आशीर्वाद लिएका छौँ, टिका थापेका छौँ भने हामी यसरी नै सधैँभरि हाम्रो जीवनमा खुसी छाओस्, जीवनमा उमङ्ग छाओस्, सदाभरि हाम्रो परिवारमा सुख शान्ति समृद्ध छाओस्। साथै जति पनि नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा हुनुहुन्छ जो जहाँबाट हेर्दै हुन्छ तपाईँहरूको पनि सुखमय जीवन बितोस्, सुखमय दिन बितोस् भन्ने हामीले आजको 2082 सालको यस विजय दशमीको शुभकामनासँगै हामीले आज विजय दशमीलाई सम्मानका साथ मानेर हामी आज आत्मा एकदमै खुसी बनाएर एकदमै रमाइलोका साथ हामीले आज यो विजय दशमीलाई बिदाई गरेका छौँ र यो विजय दशमीलाई टिका लगाएर हामीले एकदमै सुख खुसीका साथ हामी रमाइरहेका छौँ। अब अरू ठाउँमा पनि आएर हामीले चाहिँ अब विजय दशमी चाहिँ हामी नेपाली दाजुभाइहरू मिलेर चाहिँ हामीले मनाउन सकिने रहेछ भन्ने हामीले चाहिँ एउटा उत्साह एउटा उमङ्ग छाएको छ। हामीले कयौँ वर्षपछि घर परिवारसँग छुट्टिएर परदेशको ठाउँमा हामीले दाजुभाइहरूसँग अथवा घर परिवारसँग छुट्टिएर हामी धेरै टाढा बसिरहेका थियौँ, तर त्यो बावजुद पनि हामीले अब आफ्नो कम्पनीको अवस्थालाई हाम्रो कम्पनीमा काम गर्ने अवस्थालाई पनि अलिकति त्यहाँका परिस्थितिलाई त्यहाँका सबै हाम्रो कामलाई चाहिँ स्थगित राखेर हामीले आफ्नो प्रदेशमा जति पनि हाम्रो आफन्त दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई गरेर हामीले चाहिँ एउटा दाजुभाइहरूको प्रदेशमा पनि आएर हामीले दशैँ मनाउन सकिन्छ भन्ने चाहिँ एउटा सरसल्लाह गरेर हामीले चाहिँ कम्पनीलाई रिक्वेस्ट गरेर चाहिँ हामीले चाहिँ आज हामीले 2082 सालको यो विजय दशमीलाई चाहिँ हामी सबै सम्पूर्ण दाजुभाइहरू मिलेर प्रदेशमा पनि दशैँ मनाएका छौँ। अनि हाम्रा उहाँहरू हुनुहुन्छ सबै भाइहरू हुनुहुन्छ दाजुहरू हुनुहुन्छ कता कताबाट हामी खेरेर हामीले चाहिँ प्रदेशमा एकदम दशैँ चाहिँ एकदम राम्रो गरेर मनाएका छौँ। अब एकदमै मनमा खुसी रहेको छ। हामी घर परिवारबाट धेरै टाढा भए पनि हामीले चाहिँ प्रदेशको ठाउँमा आएर दशैँ चाहिँ मनाएका छौँ, त्यसैमा खुसी छ। अब कसैलाई केही भन्नु छ भने अब अलिकति भन्नु। हामी खुसी छौँ नि त। ल हाम्रो हामी आज धेरै खुसी छौँ किन भन्दाखेरि अब मेरो चाहिँ अब ड्युटीबाट छुट्टी त मिल्ने थिएन, तैपनि छुट्टी परेको कारणले गर्दाखेरि म चाहिँ आएको हिजो चाहिँ आइयो, बेलुका आज दशैँ मनायो, रमाइलो दाजुभाइ सबै मिलेर अब धेरै धेरै खुसी लागेको छ। इष्टमित्र आफन्त पनि भयो, दाजुभाइ इष्टमित्र सबै आजै भेट भएको कारणले गर्दाखेरि हामी चाहिँ धेरै धेरै खुसी छौँ। परदेशमा पनि हामीले यसरी दशैँ मनाउन पाइयो नेपालको जस्तै गरेर, त्यसमा हामी धेरैभन्दा धेरै खुसी छौँ। अरू यति हो। बोल्नुहोस् तपाईँको लागि पनि खाली छ। हामी विजय दशमीको र विदेशमा रहनुहुने सम्पूर्ण हाम्रो दाजुभाइ र मेरो सम्पूर्ण दाजुभाइ र जेठानहरूको साथमा यो वर्ष भव्य तरिकाले रमाइलो गरेर र यो दशैँमा मध्यनजर गर्दै र पठाइएको छ। र पहिलो वर्ष मेरो यत्तिकै गएको थियो भने र यो वर्षमा राम्रो तरिकाले भव्य र टिका लाएर हामीले एकदम रमाइलो गरेको छु दाजुभाइको भेट गरेर। अनि त्यसपछि लिएर घरमा चाहिँ लगाउन पाइएन, अनि टाढा भए तापनि र हामी विदेशमा भए पनि गाउँघरकै यादले सम्झेर हामीले धेरै राम्रो गरेर दशैँ तिहार राम्रो दशैँ मनाएको छौँ। र यति भयो भने अब यतिमा राखौँ। ल